फर्सीको मन्टा बनाउनु लाग्यो। आज चाहिँ फर्सीको मन्टा र आलु खानु पर्यो। मलाई चाहिँ मनपर्छ, तपाईँलाई कस्तो लाग्छ? मेरो चाहिँ निकै नै हो कामहरू, तपाईँलाई देखाउँछु। आगै मैले गयो, म चाहिँ खाना चुलामा बनाउँछु। ग्यास महँगो छ अनि पाउँदैन। अब बच्चा भएको घरमा ग्यास सक्यो भने दिउँसो नास्ता बनाउनु पर्छ नि त, त्यही भएर चुलामा बनाउँछु। मैले चाहिँ मेरो चाहिँ यो माइत घरमा फलेको, मैले चाहिँ हिजो माइत गएको थिएँ, माइतबाट लिएको मैले चाहिँ यो चाहिँ म अलिक ढिलो उठेको थिएँ, किनभने चाहिँ मेरो बच्चा राति बिरामी भएको थियो। बाबु चाहिँ हेर्नुहोस्, हाई अब। अनि त्यही भएर चाहिँ मैले ढिलो उठेको। आज चाहिँ हेरेर छु भुस हालेर सजिलो लाग्छ कि मलाई चाहिँ, होइन? अनि खारो पनि हुन्छ अनि राम्रोसँग बल्छ कि। अनि अहिले चाहिँ बोलेको छैन है, मैले चाहिँ बाहिर देखाएको थिएँ। सुरुमा हो यो जिब्रा फोन पछि त मजा पानी परिसके। आजसम्म धेरै गर्मी भयो, हेर्नु सक्नुहुन्छ कति धेरै पसिना गर्मीले पनि सन्चो छैन। गर्मी भएर लागिरहेको त्यो बर्खाको दिनमा अलिक बच्चाहरू पनि बिरामी हुन्छ नि त, गाह्रो छ। त्यहाँ किन नबोलेको हामीलाई कति डिस्टर्बले अहिले म पानी हालिदिन्छु नि हुन्छ। यस्तै बच्चा बिरामी भयो भने साह्रै टेन्सन हुन्छ। भनेको टाइममा हुँदैन, न राति सुत्न पाइन्छ न के गर्नु पाइन्छ। यस्तै हो केटाकेटीको। हाई एल्बु यता हेर्नु न, म्याउ अबि हेर्नु सक्नुहुन्छ। मैले चाहिँ केही काम पनि गरेन घरमा। आज चाहिँ ढिलो उठेको, राति बाबु बिरामी भएको कारणले गर्दाखेरि म आज चाहिँ ढिलो उठेको थिएँ। अनि बिहान चाहिँ एकछिन मेडिकल गएर आएको थिएँ। अनि अब चाहिँ खाना बनाउन लाग्छु, देखाउँछु तपाईँहरूलाई म गर्ने सबै कामहरू। एल्बु एल्बु सेतार न, बाबु बाबु हेर, हजुरबा ऊ हेर, हाई बाबु चाहिँ गइसकेँ, म फेरि आफ्नो दैनिक कमाइसकेँ। पसिना पुरै आएको छ, यस्तो घाम भयो म आज जस्तै घाम भयो मलाई। ग्यासै मजाले काट्दैछु, यसरी बनाउँछु। आज तपाईँहरूलाई चाहिँ देखाउँछु म कसरी बनाउँछु फर्सीको मन्टा चाहिँ। मेरो पकाउने तरिका चाहिँ कस्तो छ तपाईँलाई देखाउँछु। मैले चाहिँ काटिसकेको अब चाहिँ म पकाउनु त खाना पकाउँदा पनि टालिने, जेगाउँदा पनि टालिने, दुध दिन्छु पुछिदिन्छु। एल्बिस बड्डा त्यस्तो गर्नु हुँदैन, खाना पकाउनु दिनुपर्छ, खाना पकाउनु दिनुपर्छ। तातिसक्यो दाल जान्दैछु, दाल जान्दा चाहिँ यसरी बस्नुहुन्छ उहाँ चाहिँ काम गर्दाखेरि चाहिँ आउनुहुन्छ। यता हेर्नुहोस् त, इलाउनु मसाला यस्तरी बसालेर मैले काम गर्नुपर्छ, नभए त उहाँ त एकदम ठुलो खाले मान्छे कराउँछ कि खाने इलाउनु। यस्तो बान्छ कि हेर्नु खै तार त हेर हजुर हेर यहाँ हजुर यी शर्मिला यस्ता छन् घमण्डी। केही गर्ने साथीहरू भने जस्तो छैन, सजिलो गाह्रो छ। खै त हान्नुहोस् त, हाई हाई हेलो साथीहरू, हाई गरिदिनु न, हेलो गरिदिनु, हाई 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 उहाँ गरिदिनुहोस्, आँखा झिम्काउनु न खुसी पार्नलाई। यता चाहिँ मैले खाना पकाउँदैछु, यता केटाकेटीले मिठाई गरेँ, यता चाहिँ म छु। गाह्रो छ।